हेलो एभ्रिवान, फ्याफुलो सबैजनालाई। म चाहिँ नोर्साङ। आज चाहिँ मैले तपाईँहरूसँग ग्रिन चिल्ली अचारको रेसिपी लिएर आएको छु। सो मैले यहाँ चाहिँ फर्स्टमा ग्रिन चिल्लीलाई चिरा चिरा पारेर यससँग मैले लसुन र सेसेमी सिड पनि एड गरेको छु, जुन चाहिँ तपाईँहरूले स्किप गर्न सक्नुहुन्छ है। सो मैले यहाँ कालो तोरी, मेथी, जिरा अनि कालो तिललाई चाहिँ हल्का रोस्ट गरेर चाहिँ त्यसलाई ग्राइन्ड गरेँ है। त्यसको बादमा चाहिँ मैले यो अघि काटेको खोर्सानी लसुनमाथि चाहिँ त्यसको भर्खर डस्ट बनाएको हालिदिएर त्यो माथि टर्मरिक र काश्मिरी लाल मिर्च अन्त नुन हालेर चाहिँ रेडी बनाइराख्छु मैले है। त्यसपछि चाहिँ मैले यो तेल मजाले गरम गरेर चाहिँ है, खाने तेल चलाउनुपर्छ तपाईँहरूले है। खाने तेल मजाले खराएर चाहिँ मैले यो माथि झ्वाइँ गरिदिएँ। अन्तखेरि त्यसपछि यो मेरो हरियो खोर्सानी है ग्रिन चिल्ली अचार चाहिँ रेडी भएको छ। तपाईँहरूले पनि घरमा यसरी नै 1 इयरको लागि स्टोर गरेर राखेर बिस्तारै खाँदा पनि हुन्छ है। मैले जस्तै तपाईँहरूले पनि यसरी बोतलमा हालेर मजाले बिस्तारैसँग खाँदै राख्दै खानुहोस् होला।